हेलो गुड मर्निङ नमस्ते नमस्कार फेरि पनि मेरो छोटो भिडियोमा चाहिँ हजुर सबैलाई स्वागत छ। आजको मेरो बिहानीको सुरुवात चाहिँ यताबाट हुन्छ। आफै सुतेको बिस्तारा टक्क मिलाएर देख्न सक्नुहुन्छ। अब सुतेपछि उठेपछि बिस्तारा त मिलाउनु परिहाल्यो हैन, कसले मिलाइदिन्छ टक 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 लगाएर। यता म चाहिँ बिस्तारा मिलाउँदैछु हैन आफ्नै जोसमा। अनि यता बेडहरू टक्क बिस्तारा मिलाइसकेर म फेरि यता तातो पानी खान्छु। तातो पानी त प्राय अब डेली नै हो हैन। अनि तातो पानीहरू टक्क खाइसकेर चाहिँ म फेरि रेडी भएर चाहिँ बाहिरतिर निस्किन्छु। अनि हजुरहरू सोच्दै हुनुहुन्छ होला कति बाहिर निस्किन्छ भनेर। धेरै दिन छैन है गाइज बाहिर निस्किन चाहिँ, अब 6-7 दिन छ। त्यही भएको कारणले आज चाहिँ म मामाको छोरी दिदी भेट्न जाँदैछु। सो दिदीसँग नभेटेको लगभग 12 वर्ष जति भयो होला। म चाहिँ यता याङ्गो बुक गरेर चाहिँ टक्क म बाटोमा पुगिसकेको छु, देख्न सक्नुहुन्छ। म चाहिँ मूलपानी जाँदैछु। अनि मलाई उता पुरा याङ्गोले छोडेर चाहिँ म चाहिँ यता टक्क हिँड्दैछु दिदीको रुमतिर। यहाँ देख्न सक्नुहुन्छ दिदीको रुम गएपछि चाहिँ मस्त मस्त हैन, यहाँ भ्यूहरू हैन टक्क चाहिँ देख्न सकिन्छ। म चाहिँ आफ्नै गाउँ आफ्नै ठाउँको याद आइदिरहेको थियो, तिनै पुगे जस्तो लागिरहेको थियो। अनि यता किम्बु देख्न सक्नुहुन्छ। म चाहिँ मस्त रमाउँदै थिएँ किम्बु छ भनेर, तर रमाउनु मात्रै भरे चाहिँ किम्बुको बोट मात्रै रहेछ, फल पनि रहेनछ। त्यो भएको कारणले ठिकै छ, अब जहिले पाक्छ तहिले खाम्ला भनेर म चाहिँ मस्त बसेँ। अनि यता चाहिँ आउने बेलामा यता देख्नुहुन्छ फर्सीबारी। अनि यता दिदीले फेरि कोसेली पनि लगाइदिनु भएको छ है। म चाहिँ कोसेली लिएर आफ्नो रुमतिर फर्किँदैछु है त गाइज।